Hello, everyone. आज हामी क्लास 12 को प्रो राटा अलॉटमेन्ट वाला हिसाब किताब कसरी गर्ने आज हामी यो हेर्ने छौं है क्लास 12 को। ल हेरौं। मैले क्वेशन भरि एक्जाम्पल बाटै निकालेको छु। अस्मिता पब्लिकेसन को क्लास 12 को एक्जाम्पल 14 बाट निकालेको छु त्यो क्वेशन है। अनि हामी एक्जाम्पल नम्बर अब 13, 14, 15 यति एक्जाम्पललाई मजाले बुझ्न सक्यौ भनेपछि यो प्रो राटा त्यसपछि केही लाग्दैन, एकदम सिम्पल छ है। यति गाह्रो छैन। हेरौँ कस्तो किसिमको रहेछ। एकदम सामान्य भाषामा हेर्दाखेरि कसरी गर्ने भनेर आज हामी त्यो हेर्ने छौं है। यति गाह्रो छैन। एकदम गाह्रो रूपले हेरेपछि प्रो राटा भन्ने बित्तिकै बाफ्रे भन्ने हुन्छ। त्यतिसम्म टेन्सन लिनु परेन। बस लगभग त नै त्यही 15-20 मिनेटसम्म जान्छ होला यो भिडियो। त्यति बेरसम्म मजाले हेर्ने धेरै चीज बुझिन्छ है आजको यो भिडियोबाट। ल हेरौँ के रहेछ त यहाँ। अब प्रो राटा भन्ने बित्तिकै पहिले बेसिक कन्सेप्ट भए थाहा पाऊँ है हामी। जस्तै कसैले मागेको छ 10,000 शेयर, कसैले मागेको छ है 10,000 शेयर मलाई दिनु पर्यो भनेर कसैले डिमान्ड गर्यो, एप्लिकेसन पठायो कुनै कम्पनीमा र उसले कति पायो त जम्मा 4,000 मात्रै पायो अथवा 5,000 मात्रै पायो। कसैले डिमान्ड गरेको छ मलाई 15,000 वटा शेयर दिनु पर्यो है भनेर एप्लिकेसन पठायो कुनै कम्पनीमा र उसले कति पायो त जम्मा, उसले पनि जम्मा त्यही 2,000 मात्रै शेयर पायो। यो वाला हो प्रो राटा है। भनेको डिमान्ड गर्ने धेरै तर मिल्ने थोरै है। डिमान्ड गर्ने धेरै तर अब शेयर त्यतिसम्म नहुने, त्यतिसम्म नभइसकेपछि थोरै मिल्ने होला, त्यो प्रो राटामा जान्छ। अब हुन त यो प्रो राटा यो शेयरको कुराकानी गर्ने हो भनेपछि त एकदम बहुत लम्बा चौडा कहाँ हिसाब किताब गएको हुन्छ यहाँ। अब एउटा मान्छेले अब कतिसम्म माग्छ भनेपछि जतिसम्म सक्छ त्यतिसम्म डिमान्ड गर्छ। तर अब अलग अलग हुन्छ त्यहाँ। एउटा कम्पनीमा त जस्तै कुनै ठाउँमा 10,000 वटा मात्रै शेयर छ भनेपछि त्यहाँ त 50,000, 60,000, 1 लाखसम्म मान्छेहरूको त्यहाँ पिटुपरि त्यहाँ मलाई शेयर चाहियो भनेर धेरै एप्लिकेसन त्यहाँ पठाएका हुन्छन्। अब त्यसरी हामी गर्यौं भनेपछि त यो क्वेशन एन्सर सल्भ गर्नै सकिँदैन, अलि गाह्रो नै हुन्छ। मैले सिम्पल रूपले मात्रै बुझाउने कोसिस गर्नेछु है। यति गहिरो रूपमा भरि मैले बुझाउने छैन यहाँ। त्यसरी गहिरिएर जान खोज्यो भनेपछि त पुरै खै कहाँ पुगिन्छ। यस्तो लागि हो भनेपछि त पछि बरु भिडियो बनाउँदै गर्नेछु, त्यसमा बरु तपाईहरु सिक्नुहुन्छ। त्यसपछि तपाईहरु मजाले सिक्न पाउनुहुन्छ। अहिले हामी यो जस्ट यो क्वेशनलाई कसरी सोल्भ गर्ने, के तरिकाले हेर्ने, यो प्रो राटाको क्वेशन आयो भनेपछि कसरी हामी सोल्भ गर्न सक्छौं भनेर त्यो मात्रै बुझाउने छु यसमा बस। ल हेरौँ के रहेछ। एक्सा कम्पनी इस्यु 10,000 ordinary shares। ल है एउटा कम्पनी छ एक्सा कम्पनी। अच्छा भुपु कम्पनी रहेछ त। एक्सा कम्पनी रहेछ यहाँ। कम्पनीको नाम पनि कस्तो रहेछ एक्सा कम्पनी। ल हेरौँ। यो त एक्सा कम्पनी छ है। र एक्सा कम्पनीले के गर्यो भनेपछि शेयर इस्यु गर्यो। कति इस्यु गर्यो त भनेपछि 10,000 शेयर इस्यु गर्यो एउटा कम्पनीले है। अब 10,000 इस्यु गरिसकेपछि अब एउटाको मूल्य, एउटा शेयरको मूल्य कति राख्ने त भनेर त्यो पनि बनायो र एक शेयरको मूल्य भ्यालु कति बनायो, RS 10 बनायो। अब तिर्दाखेरि अब एकमुष्ट पनि त्यहाँ ल तिर्नु पर्यो, एकमुष्ट एप्लिकेसनसँग एकमुष्ट तिर्नु पर्यो भनेर पनि भन्न सक्थ्यो कम्पनीले। तर कम्पनीले त्यसरी मागेन। कम्पनीले कसरी माग्यो भनेपछि एप्लिकेसनको बेलामा भरि 2 रुपैयाँ बुझाउने भनेर भन्यो र त्यसपछि जसको एप्लिकेसनबाट हामीले पछि त्यहाँ कागजको एलोटेड हुन्छ, एलोटेड हुन्न, त्यसरी अब एलोटेड भयो भनेपछि त्यो बेलामा 3 रुपैयाँ बुझाउने र पछि फेरि हामी फर्स्ट एन्ड फाइनल रूपमा फेरि हामी
पैसा माग्ने छौँ त्यो बेलामा 5-5 बुझाउने भनेर कम्पनीले यसरी भन्यो। भनेको ए 10 रुपियाँलाई 10 रुपियाँ नदिएर एकपटक 2 रुपियाँ दिने, अर्को पटक 3 रुपियाँ दिने, अर्को पटक 5 रुपियाँ दिने भनेर कम्पनीले यसरी भन्यो है। र इस्यु कति गरेको रहेछ त 10,000 सेयर इस्यु गरेको रहेछ। अब हेरौँ यहाँ फेरि प्रश्नले के भनेको छ, एप्लिकेसन्स वे रिसिभ्ड फर 50,000 सेयर्स। ल समस्या त यहाँ आइगयो त। अब कम्पनीले इस्यु कति गरेको छ 10,000 सेयर र त्यहाँ एप्लिकेसन कति आइदियो, एप्लिकेसन आइदियो 50,000 सेयरको लागि। जम्मा कम्पनीमा छ जस्तै कस्तो भनेपछि मसँग जम्मा म स्याउ बेच्ने काम गर्छु भनेपछि मानौँ है, स्याउ बेच्ने काम गर्छु, स्याउ मसँग छ जम्मा 10,000 मात्रै स्याउ छ। अनि मान्छेहरू आइदियो है मलाई दिनु पर्यो भनेर 50,000 स्याउको लागि डिमान्ड आइदियो भने जस्तै यो पनि हेरौँ है। यस्तै स्याउको कुरा काहीँ त छैन होइन। सेयर 10 कम्पनीले जम्मा 10,000 वटा सेयर मात्रै इस्यु गरेको रहेछ र एप्लिकेसन कति आइदियो त 50,000 एप्लिकेसन आइदियो। अब कम्पनीको समस्या भयो र कम्पनीले के भन्यो भनेपछि यसरी त भएन, दिँदाखेरि पनि कसरी दिने होला भनेर कम्पनी सोच्यो र त्यसपछि के गर्यो भनेपछि मैले यसरी के गरेको छु, 3टा मान्छेले एप्लिकेसन दिएका रहेछन् है, मैले यसरी बनाइदिएको रहेछु। सिम्पल रूपले बुझाउनको लागि मैले यसरी बनाइदिएको रहेछु है। एउटा ए भन्ने मान्छे थियो, ए भन्ने मान्छेले भरि 6,000 एप्लिकेसन बुझायो, 6,000 सेयर मलाई दिनु पर्यो भनेर 6,000 को लागि 6,000 सेयरको पैसा बुझाइदियो, एप्लिकेसनको पैसा बुझायो ए भन्ने मान्छेले। अर्को बी भन्ने मान्छेले 20,000 को एप्लिकेसन पठायो, सी भन्ने मान्छेले 24,000 को पठायो। मैले 3टा मात्रै बनाइदिएँ मान्छे, म त अब 3जना मात्रै त पक्कै पनि पठाउँदैनन् एप्लिकेसनको लागि, धेरै मान्छे पठाउँछन्। तर जस्ट बुझाउनको लागि सोल्भ गर्नको लागि सजिलो होस् भनेर मैले 3टा मान्छेले मात्रै इक्जाम्पलको रूपमा राखेँ है यहाँ। अनि अब जसले 6,000 मलाई चाहियो भनेर भनेको थियो सेयर, अनि कम्पनीले के गर्यो, टु द एप्लिकेन्ट्स फर 6,000 सेयर्स फुल भनेपछि यिनीहरूलाई भरि 6,000 जसले 6,000 डिमान्ड गरेको हो भनेको ए मान्छेले 6,000 डिमान्ड गरेको हो, ए मान्छेलाई मैले कम्पनीले के गर्यो 6,000 डिमान्ड गरेको, कम्पनीले पनि 6,000 वटा सेयरै ए भन्ने मान्छेले 6,000 सेयरको लागि एप्लिकेसन पठाएको थियो, 6,000 सेयर डिमान्ड गरेको थियो। त्यतिकै कम्पनीले ल ठिक छ लैजा 6,000 सेयर भनेर कम्पनीले भन्यो। अब हामीसँग कति बच्यो त, हामी भन्ने बित्तिकै कम्पनी है, हामी कम्पनीसँग कति बच्यो 10,000 मात्रै सेयर थियो जम्मा सङ्ख्या सेयरको, 6,000 यसलाई दिदियो। अब के भयो त 20,000 अर्कोले पनि मागेको छ, हामीसँग त जम्मा 4,000 सेयर मात्रै बाँकी छ। अब यो बीलाई के भन्यो भनेपछि हामीले ठिक छ तपाईले हामी 20,000 सेयर त तपाईले दिन सक्दैनौँ, हामीसँग अब 4,000 सेयर बाँकी छ, त्यही 4,000 सेयर हामीले तपाईले दिनेछौँ है भनेर बीलाई यसरी कुराकानी बनाइयो। एलाई भरि 6,000 मागेको थियो, 6,000 दिदियो। बीले कति दियो अब 4,000 सेयर मात्रै दियो। सीको पालो आयो बिचारा, सीले त पाउनै पाएन, सेयरै पाएन। अनि उसले हामीले के भन्यो ठिकै छ अब तपाईले सेयर पारेर तपाईले बरु पैसा फिर्ता गरिदिनुला भनेर सीलाई हामी त्यसरी बनाइदियौँ है बिचारा। ल हेरौँ अब के भयो भनेपछि 10,000 सेयर, एउटाको मूल्य 10 रुपियाँ, त्यसपछि एप्लिकेसनमा 2 रुपियाँ बुझाउने, अलटमेन्टमा 10 रुपियाँलाई भाग गरेको छ, अलग अलगमा टुक्रा गरेको छ। अलटमेन्टमा 3 रुपियाँ, फर्स्ट फाइनलमा 5 रुपियाँ, पछि यिनीहरूलाई मात्रै दिने कुराकानी भयो। यसले भरि पैसा वापस, पैसा फिर्ता, जुन उसले पैसा दिएको थियो उसको पैसा फिर्ता गरिदिने भन्ने कुराकानी आयो। अनि पछि हामी यसो हेरौँ त अब यो एले कति पैसा दिएको रहेछ त्यसो भए एप्लिकेसनको बेलामा 6,000 सेयर इन्टु 2 रुपियाँ भनेको एप्लिकेसनमा उसले 12,000 दिएको रहेछ है। अनि बीले कति दिएको रहेछ त 20,000 सेयरको 2 रुपियाँको दरले 40,000 दिएको रहेछ बीले। सीले कति दिएको रहेछ त
48 24,000 सेयर इन्टु 2 रुपियाँ 48,000 दिएको रहेछ सीले। जम्मा कति पैसा आयो त 12,000 यसको, बी को 40,000, सी को 48,000 48 50 60 1 लाख। भनेपछि एप्लिकेसनमा हाम्रो 1 लाख पैसा आएको रहेछ है, मिलाइदिनु। पैसा बैंकमा आयो, त्यसपछि बैंकमा पैसा आउँदाखेरि बैंक एकाउन्ट डेबिट हुने भयो। ल नम्बर 1 है, हामीले पहिले एप्लिकेसनको लागि बनाउन गएका छौँ र बनाउँदाखेरि पहिले बैंकमा पैसा आयो, बैंक एकाउन्ट डेबिट कति रुपियाँ आयो त यसको 12,000 आयो, यसको बी वालाको भई 40,000 रुपियाँ आयो, सी वाला मान्छेको भई 48,000 पैसा आयो। भनेको जम्मा कति रहेछ त 50,000 सेयर, 6,000 सेयर यसको, 20,000 सेयर यसको, 24,000 सेयर यसको, जम्मा हाम्रो सेयर रहेछ 50,000 सेयर। 50,000 सेयर इन्टु एप्लिकेसनमा 2 रुपियाँ त सबैले पैसा पहिले बुझाइदिए, 2 रुपियाँ बुझाए भनेपछि 1 लाख रुपियाँ हाम्रो बैंकमा आयो। 1 लाख रुपियाँ हाम्रो बैंकमा आयो। कसरी आयो त 2 सेयर एप्लिकेसनबाट हाम्रो 1 लाख रुपियाँ पहिले आयो। अब यसपछि एप्लिकेसन जुन दिएको हो यसले कति सेयर दिने, यसले कति सेयर दिने, यसले कति सेयर दिने कुराकानी त चल्यो त्यहाँ। अब त्यो चल्दाखेरि यसले भने 6,000 को जति पैसा उसले दिएको थियो 12,000, यो भनेको 50,000 इन्टु 2 भनेको यो यसको यहाँ है 1 लाखमा यसको 12,000 रुपियाँ छ, यसको भरि 40,000 रुपियाँ छ, सी को भरि 48,000 रुपियाँ छ है यहाँ यसमा 1 लाखमा। अनि 2 नम्बरमा अब सेयर एप्लिकेसनलाई सेयर क्यापिटलमा अब कन्भर्ट गर्नु पर्यो, त्यहाँ ट्रान्सफर गर्नु पर्यो पैसा। अनि त्यो बेलामा यसको सेयर जम्मा कति आयो त 6,000 सेयर इन्टु 2, 12,000 उसले एप्लिकेसनमा पैसा तिरेको थियो र उसले हामीले 12,000 नै के गर्यौं सेयर क्यापिटलमा कन्भर्ट गर्यौं। भनेको 6,000 उसको बनाइदियौं, 6,000 ल लैजा भनेर बनाइदियौं उसको। त्यसपछि बी ले भरि 20,000 सेयर को लागि पैसा 2 रुपियाँ दिएको थियो 40,000, तर बिचाराले भरि 20,000 पाएन, जम्मा 4,000 वटा मात्रै सेयर पायो र 4,000 इन्टु 2 बनाइदियौं। भनेपछि उसको हामीले कति लियौं त यो बेलामा 8,000 मात्रै लियौं। यो बेलामा है एप्लिकेसनको बेलामा उसको हामीले सुरुमा त 40,000 पैसा लिइसकेको हो, तर शेयर क्यापिटलमा ट्रान्सफर गर्दाखेरि भरि उसको हामी कति ट्रान्सफर गर्दियौं, जम्मा 8,000 रुपैयाँ मात्रै ट्रान्सफर गर्दियौं। बाँकी अझै यसको 32,000 रुपैयाँ यसको है यो बी वालाको अझै 32,000 रुपैयाँ हाम्रो अझै अब पछि आउनु पर्ने रुपैयाँ अब हामीले के गर्यौं पहिले दिइसकेको छ बीले, पैसा पनि हामीले वापस गरेनौं, फिर्ता गरेनौं। के भन्यो ठिकै छ, बीले भन्यो हामीले तपाईलाई यो अलटमेन्टको बेला पनि तपाईले पैसा किन दिनै पर्ने हुन्छ। अब तपाईले त 20,000 तपाई पाउनु भएन, 4,000 सेयर मात्र तपाईले पाउनु भयो। यो 4,000 सेयरको एप्लिकेसनको तपाईको हामी मिलाइदियौं अहिले। अब अर्को पटक फेरि 4,000 को तपाईले को हामी अलटमेन्टमा मिलाउने छौं र फर्स्ट एन्ड फाइनल पनि मिलाइदिने छौं। त्यो रुपैयाँ किन तपाईले फेरि पैसा बुझाउनै पर्ने हुन्छ पछि गएर। बरु तपाईको पैसा आइसकेको छ, पछि त्यसैमा मिलाइदिउँ ल, तपाईले पछि पैसा तिर्नु पर्दैन, तपाईलाई हामी पैसा वापस पनि गर्दैनौं है भनेर हामी कम्पनीवालाले बीलाई यसरी कुराकानी बनाइसक्यौं। अब सी को पालो आयो। सी लाई भरि के भयो, अब हामीसँग कुनै शेयर छैन, तपाई यस्तो गर्नु, तपाई आफ्नो पैसा वापस लैजानुस् है भनेर हामीले सिधै भन्यौं। अब लेख्ने कसरी त शेयर एप्लिकेसन अब यहाँ आउँछ हाम्रो डेबिटमा है। डेबिटमा कति भयो त 1 लाख रुपैयाँ शेयर एप्लिकेसन हुने भयो। 2 शेयर क्यापिटल। अब शेयर क्यापिटल हामीले ए को लागि बनाइदियौं है। ए को लागि शेयर क्यापिटल बनाउँदाखेरि अब के गर्यौं त उसको 6,000 उसलाई दियौं अनि 2 रुपैयाँ उसको लियौं।
कति रुपियाँ लियौँ त 12,000 रुपियाँ। फेरि टु अब यो बी को पनि त मिलाउनु पर्यो अनि सेयर क्यापिटल बी को पनि बनायौँ। कति उसलाई भयो 4,000 सेयर मात्रै दिएको हो इन्टु 2 कति 8,000 भयो। ल अब दुईटा सेयर क्यापिटल दुईटा किन लेख्ने झन्झट त्यस्तै। अब हामीले यसले के गर्यो भनेपछि सेयर क्यापिटल आखिरमा 6,000 यसको हो 4,000 यसको हो 2 रुपियाँ हो बरु 10,000 बनाइदिउँ सजिलो। त्यही भएर हामीले यो सेयर क्यापिटल अलग अलग यसरी मैले जस्ट बुझाउनको लागि मात्रै देखाएँ हैन, अलग अलग लेख्ने हैन, मैले एउटैमा बनाइदिएँ है। यसरी अलग अलग लेख्ने हैन, बुझाउनको लागि मात्रै लेखेको है। टु त्यसपछि सेयर क्यापिटल अकाउन्ट मैले बनाएँ। यहाँ कति रुपियाँ त 10,000 सेयर भनेको 6,000 सेयर ए को अनि बी को भरि 4,000 सेयर छ है यहाँ अनि इन्टु 2 रुपियाँ कति भयो त 20,000 रुपियाँ हुने भयो सेयर क्यापिटलमा। यसको र यसको त कुराकानी मिलिसक्यो। अब यसको अझै कुराकानी मिलेको त छैन। अलिकति कुराकानी के मिलेन भनेपछि लेख्यौँ यसले 40,000 पैसा दिएको थियो अनि हामीले जम्मा कति बनाएको हो 8,000 मात्रै त बनाइदिएको छु सेयर क्यापिटलमा। अझ यसको त 32,000 बाँकी छ नि, कि त पैसा वापस गर्नु पर्यो अनि कम्पनीले वापस त गर्दैन। अनि के गर्छ कम्पनीले त भनेपछि बिलै त हामीले बनाइसकेछौँ 3 रुपियाँ तपाईँले फेरि आखिरमा तिर्नै पर्ने हुन्छ, तपाईँ हामी त्यही मिलाइदिउँला है भनेर भनिसकेछौँ। भनेपछि यसले त्यसो भए अलटमेन्टमा टाइममा कति पैसा दिनुपर्ने हुन्छ त हेरौँ त। यसले भए त 6,000 सेयरको इन्टु 3 गर्नुपर्ने हुन्छ, यसले दिनुपर्ने अनि यसले दिनुपर्ने कति हुन्छ त बिले। यसले भए 4,000 इन्टु 3 भनेपछि 4,000 सेयर इन्टु 3 रुपियाँ उसले अलटमेन्टमा दिनुपर्ने हो भनेपछि कति 12,000 रुपियाँ भयो। ल ठिकै छ 12,000 त यसमा उसको मिलाइदिने कुराकानी। अझै त बाँकी बच्यो नि उसको पैसा कति बाँकी बच्यो त 32,000 माइनस 12,000 गर्दाखेरि अझै उसको अब यो एप्लिकेसनमा उसको एप्लिकेसनमा 8,000 हामीले निकालिसकेछौँ। यहाँ उसको बी को पैसा है धेरै पैसा भइसकेछौँ त्यही भएर 8,000 अलटमेन्टमा हामीले 12,000 निकालिसकेछौँ। अब 40,000 उसले बुझाइसकेको थियो 8,000 यहाँ 12,000 यहाँ भइगयो। अब कति हो त भनेपछि 20,000 त भइगयो। अझै उसको 40,000 दिएकोमा 12,000 8,000 भनेर यहाँ 8,000 12,000 20,000 भयो। अझै उसको 20,000 अझै बाँकी छ। अझै यसको 20,000 बाँकी भयो अनि कहाँ मिलाउने त अब फर्स्ट एन्ड फाइनल तलमा मिलाउने। अनि यो बेलामा कति दिनुपर्ने हो त उसले 4,000 सेयर मिलेको छ इन्टु 5 5 दिनुपर्ने हो अनि कति हो त 20,000 उसले यो फर्स्ट एन्ड फाइनल तलमा दिनुपर्ने रुपियाँ हो 20,000। एप्लिकेसनमा कति 8,000 दिनुपर्ने हो, अलटमेन्टमा 12,000, फर्स्ट एन्ड फाइनल तलमा 20,000 अनि यसो हेर्दाखेरि त उसको 40,000 त पुग्यो। 40,000 उसले पनि दिइसकेको छ भनेपछि अब उसले यसको अर्थ के दर्शायो त बीले अब यो एप्लिकेसनको पैसा दिइसकेको बेलामै अलटमेन्टको पनि दिइसक्यो, फर्स्ट एन्ड फाइनलको पनि पैसा दिइसक्यो। अब उसले पैसा दिनु पर्दैन है भनेर यसरी आयो है। यसको अब भनेपछि उसलाई अब हामी मिलाइदिने 8,000 उसको 4 दुना 8,000 सेयर क्यापिटलमा सुम्मा बढाइसकेछौँ यहाँ र अर्को आयो यहाँ फेरि टु सेयर अलटमेन्ट अकाउन्टमा कति भनेपछि उसको हामी निकाल्दियौँ 12,000 रुपियाँ। यो 12,000 रुपियाँ यो यसको हो है। उसले त्यति रुपियाँ दिनुपर्ने थियो उसले दिइसकेछ मिलाइसकेछ हामीले। टु सेयर फर्स्ट एन्ड फाइनल टर्म कति भनेपछि उसको फेरि अझै 20,000 रुपियाँ पछि मिलाउने छौँ भनेर बनायो। अब यहाँ कसरी बनेको रहेछ भनेपछि यो ए वालाको यहाँ आइसकेछ 6,000 इन्टु 2, बी वालाको पनि यहाँ 4,000 इन्टु 2 यहाँ आएको छ। यो 20,000 भनेको यो ए वालाको 12,000 रुपियाँ छ, यो बी वालाको यहाँ छ
8,000 रुपियाँ छ है। अनि अब यो ए वालाको त कुराकानी सकियो, बी वालाको यो 8,000, त्यसपछि बाँकी रुपियाँ अलटमेन्टमा उसको 12,000 रुपियाँ मिल्नुपर्ने हुन्छ र उसको हामीले ठिकै छ अलटमेन्टमा 12,000 उसको धेरै नै आइसकेको छ, त्यही भएर पुरैको पुरै मिलाइदिन्छ। सेयर फर्स्ट एन्ड फाइनलमा चाहिँ 20,000 अझै बाँकी बसेको थियो, अब यसमा मिलाइदिने भनेर हामीले बनाइसकेको छौँ यसरी। ल यहाँसम्म त सायद बुझ्नुभयो होला त लागिरहेछ। अब आयो अर्को पालो सीको आयो। अब सी वालाको के भयो त भनेपछि कुनै पनि सेयर उसको पर्दै परेन, उस सेयरै पाएन, उसको पैसा फिर्ता गरिदिनु। पहिले पैसा उसले दिएको थियो यहाँ, त यो बेलामा ब्याङ्कमा पैसा आउँदाखेरि त यो एले पनि दिएको थियो, बीले पनि दिएको थियो, सीले पनि दिएको थियो। अनि 6,000 12,000 पैसा दिएको थियो, उसले भरि अब 20,000 सेयरको 40,000 दिएको थियो, अनि सीले भरि 24,000 × 2 गरेर 48,000 सेयर 48,000 पैसा दिएको थियो। अनि उसको अब सी वालाको पनि पैसा वापस गर्नु पर्दै परेन बिचाराको। अनि ब्याङ्कबाट पैसा वापस ब्याङ्क एकाउन्ट कति रुपियाँ त भनेपछि 48,000 रुपियाँ उसको पैसा वापस। अब हेरौँ त डेबिट क्रेडिट मिल्यो कि मिलेन। राम्रो देखिरहेछ ल है। अब हेरौँ 1 लाख सेयर एप्लिकेसन। अब 2 क्यास सेयरमा हेरौँ है, 20 12 48 20 20 40 40 80 88 90 100 यसरी हुने भयो एप्लिकेसन वालामा। अब पालो आयो अनअलोटमेन्टको बेलामा। अब अलटमेन्टको बेलामा कसरी मिलाउने त भनेपछि हेरौँ है। यहाँ सेयर अलटमेन्टमा 12,000 रुपियाँ आइसकेछ, यसको दिमागमा राख्ने है अझै यो एकछिनपछि काम लाग्ने छैन। मेतै है। अब आयो नम्बर 3 अनअलोटमेन्टमा। अब अलटमेन्टबाट पैसा त ल्याउनु पर्यो, निकाल्नु पर्यो भनेर सेयर अलटमेन्टमा कति योसँग भरि हामीले 6,000 सेयर × 3 रुपियाँ निकाल्नु पर्ने छ, 80 रुपियाँ लिनुपर्ने छ, प्लस बी वालासँग भरि हामीले 4,000 × 3 रुपियाँ लिनुपर्ने छ। यति गरेर जम्मा कति हुने भयो त पछि 18 अनि यो 12 भनेपछि 30,000 हुने भयो है। 30,000 मैले बुझाउनको लागि यसरी लेखेँ, न त हामी सिधै यसरी पनि लेख्न पाउँथ्यौँ, यहाँ यसरी पनि लेख्न सकिन्छ है। 10,000 सेयर इसु त यति नै गरेको हो, यतिको त पैसा आउँछ। 10,000 सेयर × 3 बराबर 30,000 यसरी हो है। मैले बुझाउनको लागि मैले यसरी लेख्दिएँ। अनि त्यसपछि 2 सेयर क्यापिटल भनेर 30,000 हामीले बनाइसक्यौँ। अब यसपछि 4 नम्बरमा अब अलटमेन्ट पैसा त अब लिनु पर्यो। अनि यसले पैसा बुझायो। कति पैसा बुझायो त बैंक एकाउन्टमा पैसा आयो डेबिट। कति पैसा आयो उसको 6,000 सेयर × 3 रुपियाँ उसले यसको पैसा बुझायो। 18,000 रुपियाँ पैसा बुझायो। 2 सेयर अलटमेन्ट भनेर मैले बनाइदिएँ 18,000। अनि यसले पैसा बुझायो कि बुझाएन? पक्कै पनि बुझाएन, किनकि उसले त 12,000 उसले एक्स्ट्रा पहिले बुझाइसकेको छ आफ्नो भागको पैसा, भनेपछि उसले पनि पैसा बुझाएन। 18,000 मात्रै हुन्छ है बाँकी। अब यसमा अब किताबमा भरि सायद यसरी पक्कै पनि लेखेको छैन, किताबमा के तरिकाले लेख्यो होला सायद यसको ठाउँमा यसको मात्रै पैसा आएको हो है। अब यसको पैसा आउँदैन अब, किनकि उसले पहिल्यै पैसा दिइसकेको छ 12,000 रुपियाँ। अनि किताबमा सायद यसरी लेख्यो होला 10,000 सेयरको 3 रुपियाँको दरले मिल्नु पर्नेमा माइनस यसको 4,000 सेयरको × 3 रुपियाँ आइसकेछ भनेर सायद किताबमा सायद यसरी लेख्यो होला। ल 10,000 × 3 है त्यतिकै आउँछ 20,000 12,000 थाहा त आयो यसले दिएको पैसा है। अब किताबमा यसरी लेख्यो होला, अनि मैले पनि यसरी बुझाइदिएँ है सिम्पलको लागि, सजिलोको लागि। अनि अब यसपछि हाम्रो पालो आयो 5 नम्बर।
5 नम्बरको लागि पनि ल फेरि मेटाएँ है। अब 18,000 भयो। अब पालो आयो यसको 5 नम्बर फर्स्ट एन्ड फाइनल कलको। यसको पनि पैसा त निकाल्नु पर्यो। शेयर फर्स्ट एन्ड फाइनल कल को कति रुपियाँ आउनु पर्ने हो त? यो वालाको है 6,000 × 5 आउनु पर्ने हो, प्लस यो बी वालाको भरि 4,000 से उसले पाएको छ, पैसा त दिनुपर्ने हो। 4,000 × 5 दिनुपर्ने हो भनेपछि 6 × 30 र यो 20 50,000 50,000 आउनु पर्ने हो है। किताबमा चाहिँ त्यसलाई लेख्यो होला 10,000 शेयर सजम्मा × 5 गरेर 50,000 घटाएको यसरी लेख्यो होला। मैले बुझाउनको लागि यसरी भने है, यसको अनि त्यसको। अब यसपछि टु शेयर क्यापिटल भनेर मैले बनाएँ। फेरि कति रुपियाँ त? 50,000 आउनु पर्ने। अब बैंकमा पैसा त आउँछ। बैंकमा पैसा आउँदाखेरि बैंक एकाउन्ट टु अब शेयर फर्स्ट एन्ड फाइनल कल भनेर बनाउने छौँ। कति रुपियाँ आउनु पर्ने हो? 50,000 रुपियाँ आउनु पर्ने हो। तर यो बी वालाको 4,000 × 5 20,000 रुपियाँ त उसको पहिले आइसकेको छ यसको पैसा त। भनेपछि उसले फेरि दिनपट्टि दिनै दिन पैसा 40,000 उसले पनि पैसा दिइसकेको थियो। त्यसमध्येबाट 8,000 हामीले यहाँ बनाइदियौँ, 12,000 यहाँ, उसको चाहिँ 20,000 बाँकी बचेको थियो। त्यो 20,000 हामी उसको त पहिल्यै 20,000 आइसकेको छ भनेपछि अब कहाँ दिन्छ? यो पैसा त उसले दिइदिन्न। अब भनेपछि दिनै परेछ त फेरि। अब फेरि यो ए भन्ने मान्छेले मात्रै दिन्छ 6,000 × 5 भनेपछि अब कति आउने हो त? 30,000 मात्रै त आउँछ फेरि। ल हेरौँ बैंक एकाउन्टमा कति आउने हो त? 6,000 शेयर × 5 मात्रै आउँछ। 6 × 5 = 30,000 अनि यहाँ कति? 30,000 है। यसको मात्रै पैसा आउँछ। अब यसले त पहिल्यै पैसा दिइसकेको छ 20,000, यसको पनि अब उसको पैसा भरि आउँदैन। यसरी हुन्छ। अनि किताबमा भरि अब यसरी नलेखेर किताबमा अर्कै तरिकाले लेखेको छ है। त्यहाँ सेट 10,000 × 5 मिल्नु पर्नेमा माइनस 4,000 × 5 आइसकेको छ भनेर बराबर 30,000 लेख्यो। किताबमा यसरी लेख्यो होला। मैले बुझाउनको लागि यसरी बनाइदिएँ है। यसको मात्रै आयो भनेर। ल यसरी भयो हाम्रो। अनि यो वाला क्वेसन सकियो। अब तपाईहरु किताब हेर्नु होला। अस्मिता पब्लिकेसनको क्लास 12 को एक्जाम्पल नम्बर 14 को मैले 14 को मैले भनेको है यो होला। किताब तपाईहरु अब हेर्नु होला, मजाले बुझ्न सक्नुहुन्छ। र एक्जाम्पल अब हामी मैले पहिले 14 नम्बर मात्रै भने, अब हाम्रो एक्जाम्पल नम्बर 13 14 15 मा मैले 14 को मैले भने, 13 को अब फेरि अब अर्को दिन भन्ने छु, 15 को पनि अब अर्को दिन भन्ने छु। र यसरी हामी एक्जाम्पल नम्बर 13 14 15 मात्रै हामी बुझ्न सक्यौं भने चाहिँ त्यसपछि पुरो डाटाको मजाले बुझ्न सकिन्छ। त्यति गाह्रो छैन है। यो बस यति हो कि बुझ्दाखेरि भरि एकदमै गहिरिएर पुरै एकदम जेनरल पुरै एकदम पुरै जनता ज्ञान हो भन्ने तरिकाले बुझ्न खोज्यो भने चाहिँ त गाह्रै छ बुझ्नलाई। सामान्य रूपले अहिले हामी बुझ्न खोज्यौं भनेपछि अब नेपालीको बानी औँला भाँची भाँची गर्ने मान्छे, अब त्यसरी हिसाब किताब गर्ने मान्छे हामी नेपाली मान्छेहरु सिम्पल तरिकाले नै बुझ्दाखेरि सजिलो हुन्छ। त्यही भएर मैले सिम्पल तरिकाले मैले बुझाइदिएँ है। अब अरु पनि केही डाउटहरु तपाईहरुको केही डाउट छ भनेपछि तपाईहरु अब त्यहाँ कमेन्ट बक्समा तपाईहरु छोड्न सक्नुहुन्छ। अनि त्यसपछि कमेन्टमा तपाईहरु लेखेर अब यो चाहिँ सर यहाँ बुझिएन त्यहाँ बुझिँदा भने तपाईहरु लेख्न सक्नुहुन्छ। र त्यसपछि त्यो नबुझेको ठाउँमा फेरि अब भिडियो मार्फत तपाईहरुलाई मैले अर्को भिडियोमा त्यो सिकाउने छु। र अब हामी अर्को दिन एक्जाम्पल नम्बर 13 लाई अब हामी हेर्ने छौं। र त्यसपछि अर्को एक्जाम्पल नम्बर 15 लाई हेर्ने छौं। र यति बुझ्ने बित्तिकै त्यसपछि बाँकी तपाईहरु यो किताबमा भएको जति पनि प्रश्नहरु छ सबै तपाईहरु मजाले सल्भ गर्न सक्नुहुन्छ है। त्यति गाह्रो छैन यो। म चाहिँ यति हो कि यसलाई सिम्पल रूपले हेर्नु पर्यो। सिम्पल रूपले हेर्दाखेरि त मजाले बुझ्न सकिन्छ है यसलाई। ल आजलाई यति।